सबैजनालाई जिसीको बढाई। तपाईहरू विजयरानी गिर्जा मरिया बस्तीमा आशाका तीर्थयात्रीहरूको रूपमा तीर्थयात्रा गर्दै साथै यसरी धार्मिक धरोहरहरूको खोजी गर्दै तपाईहरू यहाँ आइपुग्नु भएको छ। पल्ली पिता श्रद्धेय फादर मार्सेल राई, सहपल्ली पिता फादर सियोन राई, सम्पूर्ण पल्लीवासीको तर्फबाट म तपाईहरूलाई विजयरानी गिर्जा मरिया बस्तीमा स्वागत जनाउँदछु। र तपाईहरूलाई मैले यहाँ पहिला यो समाधिमा किन ल्याएँ भन्दाखेरि चाहिँ सुरुवात जसले गर्यो उहाँको बारेमा जान्नु तपाईहरूलाई एकदमै जरुरी लाग्यो र सुरुवातदेखि नै तपाईहरूलाई अघि यो तीर्थयात्रामा अघि बढाउने मैले निर्णय गरेको कारणले गर्दाखेरि तपाईहरूलाई यहाँ ल्याएँ। र अब मैले तपाईहरूलाई यहाँ ल्याउनुको उद्देश्य चाहिँ मरिया बस्तीको स्थापना हुनुभन्दा अगाडि उहाँ को हुनुहुन्थ्यो त्यो विषयमा जानकारी हुनु तपाईहरूलाई एकदमै जरुरी छ। र विजयरानी गिर्जा मरिया बस्तीको संस्थापक फादर अथवा फाउन्डर फादरको नाम चाहिँ हो फादर जिन मारी मार्टिन हेर्वागो। जेएम मार्टिन हेर्वागो लेख्दा पनि हुन्छ तपाईहरूले। HER लेख्यो, HERVAGAULT उच्चारण गर्दाखेरि चाहिँ हेर्वागो भनिन्छ। र जिन मारी मार्टिन हेर्वागोको जन्म चाहिँ फ्रान्स देशको एरब्रे भन्ने एउटा कृषक परिवारमा 11 नोभेम्बर 1858 मा भएको थियो। र यसरी उहाँ बाल्य अवस्थादेखि जब युवा अवस्थामा पुग्नुभयो 15 अगस्त 1881 मा चाहिँ उहाँले MEP भन्ने एउटा संस्थामा उहाँ सामेल हुनुभयो। फ्रान्समा चाहिँ MEP भनेको चाहिँ मिसियो एन्ट्रेजा द प्यारिस भन्ने पुरोहित हुने संस्थामा उहाँले 15 अप्रिल 1881 मा उहाँ त्यो संस्थामा जोडिनु भयो। अब यो मिसियो एन्ट्रेजा द प्यारिस भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ 17th सेन्चुरीदेखि नै यो संस्था सुरु भएको हो। र यो संस्थाको उद्देश्य चाहिँ के थियो भन्दाखेरि चाहिँ तिब्बतमा ख्रिस्तीय धर्म प्रचार गर्नु। यो मिसियो एन्ट्रेजा द प्यारिस भन्ने संस्थामा फादरहरू पुरोहित बनाएपछि चाहिँ तिब्बतको मिसनको लागि उनीहरूलाई इन्डियामा पठाउँथ्यो। र त्यही उद्देश्य लिएर चाहिँ फादर हेर्वागो पनि त्यो संस्थामा 15 अप्रिल 1881 मा त्यहाँ जोडिनुभयो। र 19 मई 1983 सालमा उहाँको पुरोहित अभिषेक भयो। त्यसपछि 19 मईमा उहाँको पुरोहित अभिषेक भयो। त्यसै वर्ष 1883 मा नै 5 अगस्तको दिन चाहिँ उहाँ कलकत्ता इन्डिया आइपुग्नु भयो। भन्नुको मतलब उहाँले फ्रान्स देश चाहिँ जुन वर्ष फादर हुनुभयो त्यसै वर्ष उहाँ फ्रान्स देश छोडेर इन्डिया आउनुभयो 5 अगस्त 1883 मा। 5 अगस्तमा कलकत्ता, 17 अगस्तमा चाहिँ उहाँ पेदोङ आइपुग्नु भयो। करिब त्यो समय चाहिँ 3 बजेतिर भनेर लेखिएको छ इतिहासमा चाहिँ। अब यो उहाँको यात्रा, उहाँको जन्मदेखिको पेदोङसम्मको यात्रा अब यहाँ सकियो। अब पेदोङमा आएर चाहिँ उहाँले के गर्नुभयो त्यो तपाईँहरूले पेदोङमा पनि सायद अलिअलि सुन्नुभयो होला होइन। उहाँले पेदोङमा आएर एउटा अनाथालय खोल्नुभयो, अर्फनेज खोल्नुभयो। अर्फनेज खोलिसकेपछि त्यहाँको ब्रोकन फ्यामिलीहरू जति पनि छ, विस्थापित परिवारहरू भनिन्छ होइन। अब बुढाबुढी छुट्टिएकोहरू, छुट्टाछुट भएकोहरू, नानीहरू कता के भएकोहरू, त्यस्तो परिवारहरूलाई उहाँले त्यहाँ लिएर बस्नुभयो। उहाँ इन्डिया त आइपुग्नु भयो, तर उहाँको मिसन चाहिँ कहाँको लागि थियो? अघि मैले भन्दै थिएँ तिब्बतको मिसनको लागि थियो। तर तिब्बत उहाँ त्यति बेलाको समयमा धेरैवटा पाबन्दीहरू थियो, रेस्ट्रिक्सनहरू थियो त्यहाँनिर। र त्यो रेस्ट्रिक्सनहरूलाई पार गरेर उहाँ तिब्बत छिर्नु सक्नु भएन। र पेदोङमा सायद तपाईँहरू क्रुस डाँडा पुग्नुभयो होला। त्यो क्रुस डाँडालाई तिब्बतपट्टि फेस गराएर राखेको कारण पनि त्यही हो। किन तिब्बतपट्टि फेस गराएको भन्दाखेरि चाहिँ अब हामी त पुग्नु सक्यौँ न, तर कुनै न कुनै दिन
यो क्रुजको माध्यमद्वारा टिबेटमा पनि प्रभुको सुसमाचार पुग्नेछ भनेर चाहिँ त्यो टिबेटपट्टि फेस गरेर राखेको कारण चाहिँ त्यो हो। अनि पेदुङमा यसरी उहाँले अनाथालय खोल्नुभयो, विस्थापित परिवारसित उहाँले जीवन बिताउनु हुँदै थियो। पेदुङमा 8 वर्ष बस्नुभयो। 1883 मा आइपुग्नु भएको, 91 सम्म उहाँ पेदुङमा बस्नुभयो। 1991 सम्म पेदुङमा बस्नुभयो र पेदुङमा 8 वर्ष बिताउँदाखेरि उहाँले जुन चाहिँ अर्फनेज खोलेको थियो त्यो अर्फनेज चाहिँ अहिले बदली भएर के भएको छ, सेन्ट जर्जेस हायर सेकेन्डरी स्कुल चाहिँ त्यति बेलाको अर्फनेज हो र त्यो अर्फनेज नै बदली भएर पछि सेन्ट जर्जेस हायर सेकेन्डरी स्कुल भएको हो। र उहाँ त्यसरी टिबेट पनि छिर्न सक्नु भएन। पेदुङमा पनि ख्रिस्ट भक्तहरूको एकदमै मन्द वृद्धि भनेको अब एकदमै बढोत्तरी कम्ती, मानिसहरूले अब त्यो अपनाउनु सकेन प्रभु यीशु ख्रिस्टलाई। त्यही कारणले गर्दाखेरि उहाँले ब्रिटिस गभर्मेन्टसित, त्यति बेला त भारत स्वतन्त्रता भएको थिएन 1883 मा, 1991 मा, र उहाँले ब्रिटिस सरकारसित उहाँले सम्पर्क राख्नुभयो, पत्रचार गर्नुभयो, लेटर पठाउनु भयो र लेटर पठाइसकेपछि उहाँले यो विजयरानी गिर्जा मरिया बस्ती चाहिँ समग्रमा 545 एकर जमिन चाहिँ ब्रिटिस गभर्मेन्टकोबाट दान स्वरूप उहाँले पाउनु भएको र फादरले चाहनु भएको भए यहाँ आएर उहाँ राजा जस्तो जीवन जिउनु सक्नुहुन्थ्यो, किनभने 545 एकर जमिन उहाँको नाममा पाउनु भएको होइन, सुख सुविधाको सबै जीवन बिताउनु सक्नुहुन्थ्यो। तर उहाँ यहाँ आउनुभयो, यो जमिन पाइसकेपछि उहाँ यहाँ आएको डेट चाहिँ हो 15 अक्टोबर 1891, 15 अक्टोबर, हिजो अस्ति। आज कति तारिक हो? 15 अक्टोबर 1891, आज 21, आजभन्दा करिब 134 वर्ष अगाडि। र उहाँ एक्लै आउनु भएन, उहाँले पेदुङबाट पनि त्यहाँ अर्फनेजमा भएको नानीहरूलाई लिएर आउनुभयो। अनि जतिजना विस्थापित परिवारहरू उहाँसित जोडिएर बसेको थियो उहाँहरूलाई पनि लिएर आउनुभयो। तर पल्ली बसाल्छु नै भनेर आएको चाहिँ 15 अक्टोबर 1891 सालमा हो। तर यहाँनिर कागेमा, यहाँ पर कागे गेरक भन्ने ठाउँ छ, त्यो ठाउँमा चाहिँ उहाँ पहिल्यैदेखि नै भिजिटमा चाहिँ आउनुहुन्थ्यो, किनभने बप्तिस्मा संस्कार ग्रहण गर्नुको लागि दीक्षार्थीहरू चाहिँ यो ठाउँहरूमा अलिअलि हुँदै थियो र त्यति बेलादेखि नै भिजिट गर्नु हुँदै थियो। पर्मानेन्टली बसाइ नै सरेर आउनु भएको चाहिँ 15 अक्टोबर 1891 सालमा चाहिँ उहाँ यहाँ आउनुभएको। पेदुङमा 8 वर्ष बसेर उहाँ यहाँ आउनुभयो र यहाँ आइसकेपछि उहाँले यो विजयरानी गिर्जा स्थापित गर्नुभयो। र तपाईँहरू अहिले भएर गिर्जा पुग्नुहुन्छ, त्यो गिर्जा चाहिँ झोपडीदेखि सुरु भएको हो र 1894 मा चाहिँ अलिकति ठुलो बलियो गिर्जा घर बनाएर चाहिँ यो गिर्जाघरको आशिष चाहिँ उहाँले दिनुभएको हो। अनि 1894 मा चाहिँ विजयरानी गिर्जा मरिया बस्ती भनेर चाहिँ उहाँले यो गिर्जाको नामकरण गर्नुभएको। र नामकरण गर्ने चाहिँ अघि तपाईँहरूले सुन्नुभयो होला, पेदुङमा फादर अगस्टी देशको दे सुन्नुभयो, उहाँले चाहिँ आशिष दिनुभयो र नाम चाहिँ उहाँले दिनुभएको यो गिर्जाको नाम। र 15 अक्टोबर 1981 मा जब उहाँ मुदुङ खोला भनेको अघि तल एउटा पुल तरेर आउनुभयो, त्यति बेला त हिँडेर आउनु पर्थ्यो। अब यो गाडीको बाटो आएको त यहाँ 20-25 वर्ष मात्रै हुँदैछ, अब 134 वर्ष अगाडिको कुरा भइरहेको छ यहाँनिर। त्यति बेला हिँडेर आउँदाखेरि चाहिँ उहाँले हात उठाएर स्वर्गतिर फर्केर म जुन ठाउँमा जाँदैछु त्यो ठाउँलाई चाहिँ म माता मरियाको संरक्षणमा समर्पण गर्दछु भनेर चाहिँ उद्गार पोख्नु भयो अरे। इतिहासमा चाहिँ त्यसरी लेखिएको छ। र त्योबाट चाहिँ हामी के थाहा पाउँछौँ भन्दाखेरि चाहिँ माता मरियाप्रति चाहिँ स्वर्गीय फादर मार्टिन हेर्वागोको, हाम्रो संस्थापक फादरको आदर अनि भक्ति चाहिँ कति थियो। र यहाँ आएर पछि उहाँकै नाममा, माता मरियाकै नाममा, विजयकी रानी माता मरियाको नाममा एउटा पवित्र गिर्जा भवन मण्डली स्थापन गर्नुभयो उहाँले। र उहाँले यहाँ आइसकेपछि यहाँ मात्रै आफ्नो मिसनलाई राख्नु भएन। गिदब्लिङ सुन्नु भएको छ, गोरुबथान सुन्नु भएको छ, तोदे सुन्नु भएको छ। उहाँ यहाँदेखि यहाँको ख्रिस्ट भक्तहरूलाई लिएर हुरुरुरु गिदब्लिङमा बसेर प्रचार गर्नुभयो। गिदब्लिङदेखि हिँडेर गोरुबथान, गोरुबथानदेखि हिँडेर तोदे ताङता,
तोदे ताङतादेखि घुमेर यहाँ माथि नौरा रचेला भन्छ, यहाँ पारीको जङ्गल, त्यो नौरा रचेलाको बाटो भएर चाहिँ उहाँ यहाँ आइपुग्नुहुन्थ्यो अरे। यसरी मरिया बस्तीमा मात्रै होइन तर गितवलिङमा, गोरुबथानमा, तोदे ताङतामा पनि मण्डली बसाल्नुको पछाडि उहाँ फादरको एकदमै ठुलो हात रहेको छ। उहाँले आफ्नो लागि केही पनि राख्नु भएन। यो अलिकति जमिन फादरहरूको लागि भनेर राख्नु भएको छ, 12-13 एकर कति राख्नु भएको छ। अरू सबै जमिन चाहिँ कसैलाई निस्वार्थ रूपमा पैसा तोकेर होइन, दाम तोकेर होइन, तर कोलाई कता कता बस्नु मनपर्छ तिमीहरू बस्नु सक्छौ, आफूले जति जति ओगट्नु सक्छौ ओगट, तिमीहरू बस भनेर चाहिँ दिनुभयो। दान स्वरूप दिनुभएको सबैलाई। यहाँ अहिले मरिया बस्तीको हामी जति पनि जमिनदार मान्छेहरू छौँ, यो हामीले कसैबाट पाएको जमिन होइन, यो उहाँ फादरको महादयाबाट पाएको जमिनमा हामी अहिले बसिसकेपछि उहाँले बुढेसकालको अवस्थामा पुग्नुभयो। 89 इयर्समा पुग्नुभयो उहाँ। अन्तमा उहाँको अब उहाँले आफ्नो लागि एक सर लुगा मात्रै राख्नु भएको थियो अरे। फेरफारे लुगा समेत थिएन अरे, पकाएर खाने भाँडा समेत थिएन अरे, त्यो सबै उहाँले दिइसक्नु भएको अरूलाई। र त्यो दुःख देखेर चाहिँ फ्रान्स देशबाट उहाँको दाजुभाइहरू उहाँलाई फर्काएर लानुको लागि आउनु भएको थियो अरे यहाँनिर। यहाँनिर आउनु हुँदाखेरि चाहिँ उहाँ जानु मान्नु भएन अरे। किन जानु मान्नु भएन भन्दाखेरि चाहिँ म जुन ठाउँमा मानिसहरूको सेवा गर्न आएको छु, जुन मानिसहरूलाई म सेवा पुर्याउन आएको छु, त्यो मानिसहरूको बिचमा म मर्न चाहन्छु भनेर उहाँ यसै ठाउँमा बस्नुभयो। र अन्तमा 89 इयर्सको उमेरमा उहाँ स्वर्गवास हुनुभयो। 1936 को 23 मेमा। उहाँको यत्रो ठुलो योगदान, यत्रो ठुलो स्वार्थ त्यागको कदर गर्दै 2016 सालदेखि दार्जिलिङ सिक्किम धर्म प्रान्तको महामहिम बिशप स्टेफन लेप्चाको निर्देशन अनि अगुवाईमा यहाँनिर एउटा ग्राउन्ड कमिटी बनाएर उहाँलाई चाहिँ अब धन्यहरूको सूचीमा सामेल गराउनुपर्छ। तब उहाँ चाहिँ अब एक साधारण मान्छे होइन, उहाँले यत्रो त्याग तपस्या गर्नुभएको छ। उहाँ यहाँ 45 इयर्स, पेदोङमा 8 गर्दाखेरि 53 इयर्स उहाँले हाम्रो यो 2वटा पल्लीको लागि दिनुभएको छ। आफ्नो 53 इयर्स भनेको मामुली कुरा होइन। र उहाँको यत्रो ठुलो त्यागको कदर गर्दै उहाँलाई चाहिँ अब धन्यहरूको सूचीमा सामेल गराउनुपर्छ, सन्तहरूको सूचीमा उहाँ सामेल हुनुपर्छ भनेर यो प्रक्रिया चलिरहेको छ। धेरैवटा डकुमेन्ट्सहरू भेटिकन पुगिसकेको छ रोममा, र रोममा पुगेर उहाँको अब यो क्रिटिकल बायोग्राफीहरूको स्टडीहरू हुँदैछ र इतिहासकारहरूले र ग्राउन्ड कमिटीको मेम्बरहरूले यो कुरालाई खोजी गरेर अगाडि बढाइरहेको छ। तर अब हाम्रो फादर त 1891मा न फोन थियो, न रेडियो थियो, न टिभी थियो, केही नहुँदाखेरि उहाँ यहाँ आइपुग्नु भएको। उहाँको बारेमा न प्रचार प्रसार भयो, न केही गर्यो। र उहाँ चाहिँ एकदमै अननोन सेन्ट हुनुहुन्छ। अहिले कसैलाई पनि याद छैन उहाँको बारेमा। र यहाँ सकेपछि हामी अब ग्रोटोमा जानेछौँ। र ग्रोटो चाहिँ के हो र कसले सुरु गर्यो, म त्यहीँनिर गएर तपाईँहरूलाई बताउने छु। यो ठाउँमा चाहिँ मैले तपाईँहरूलाई किन लिएको भन्दाखेरि चाहिँ यो ग्रोटो निर्माण भइसकेपछि चाहिँ यहाँनिर चाहिँ अघि मैले जो फादर भने नि, उहाँ फादरले नै यो ढुङ्गामा खोपेर चाहिँ एउटा चौतारा बनाउनु भएको थियो। र यो चौतारा पनि अब यतापट्टि सिक्किम पऱ्यो। यहाँ यो पारी देख्दै गरेको डाँडाहरू सबै सिक्किम हो। र सिक्किमदेखि माथि चाहिँ के पर्यो, टिबेट पर्यो। र यो चौतारा पनि यो टिबेटै फेस गरेर बनाउनु भएको फादरले। यो ढुङ्गामा यहाँ पछाडि त 2वटा डोपहरू देख्नु हुँदैछ तपाईँहरूले। तर यो अगाडिको डोपलाई चाहिँ अब यो पिलर लगाएर चाहिँ यहाँनिर उयो गरेको छ। यो अलिकति नानीहरू लड्ने डर भएर चाहिँ र यो बन्द गरेर राखेको छ अहिले। र उहाँले चाहिँ यहाँनिर यो आएर चाहिँ फादरहरूले जुन चाहिँ ब्रेभरी पढ्नुहुन्छ नि, त्यो चाहिँ यहाँ आएर पढ्नुहुन्थ्यो अरे। ग्रोटोमा आएर प्रार्थना गर्यो, त्यहाँबाट यहाँ आएर पढ्नुहुन्थ्यो अरे। र टिबेटपट्टि नै फर्केर उहाँले टिबेटकै मिसनको लागि उहाँले प्रार्थना गर्नुहुन्थ्यो अरे। यो चाहिँ अब खोपेर बनाउनु भएको। र यो पेदोङको क्रुस डाँडाको एउटा जुन चाहिँ अब महत्त्व छ, त्यही महत्त्व चाहिँ अब हामी यहाँ पनि फर्काएर ल्याउने
भनेर चाहिँ हाम्रो एउटा सोच रहेको छ। अनि विशेष गरेर उहाँ चाहिँ यहाँ चाहिँ मेडिटेसनको लागि आउनुहुन्थ्यो अरे। विजयरानी गिर्जा मरिया बस्तीको 3वटा धार्मिक धरोहरहरू, एउटा भयो हाम्रो गिर्जाघर, एउटा फादरको समाधि, अनि अर्को चाहिँ माता मरियाको ग्रोटो। र तपाईँहरू यो दोस्रो धरोहरमा आइपुग्नु भएको छ। र यो दोस्रो धरोहरको बारेमा म अलिकति तपाईँहरूलाई जनाउन चाहन्छु। र फादरले यहाँ आएर यो मण्डली बसाउनु भयो। र मैले भन्दै थिएँ मुदुङ खोला जसरी उहाँले पार तर्नु हुँदाखेरि उहाँले यो ठाउँलाई म माता मरियाको संरक्षणमा समर्पण गर्छु भनेर घोषणा गर्नुभएको थियो। र उहाँले गिर्जाघरको निर्माण गरिसकेपछि यो पवित्र ग्रोटोको पनि निर्माण गर्नुभयो उहाँले आफ्नै हातले। हुन त यो आँगन त्यति ठुलो थिएन, यो पछि ठुलो बनाइएको यसलाई। तर यो जुन चाहिँ ग्रोटोको त्यो खोपेको देख्नु हुँदैछ ओडार, र हाम्रो यहाँ स्थानीय भाषामा चाहिँ यहाँ माता मरियाको ग्रोटो भन्दैन यो ठाउँलाई चाहिँ। यो ठाउँलाई चाहिँ हामी मरियाको ओडार भनेर सम्बोधन गर्ने गर्छौँ। पहिलादेखि नै यो ठाउँलाई चाहिँ हामी मरियाको ओडार भन्छौँ। र यो एउटा ओडार परेको ठाउँमा अझै त्यसलाई खोपेर उहाँले एउटा ग्रोटोको आकार दिनुभयो। र यो जुन चाहिँ प्रतिमा देख्नु हुँदैछ यो प्रतिमा चाहिँ 11 फरवरी 1858 मा फ्रान्स देशको लुर्दमा जुन चाहिँ माता मरियाले बर्नाडेटलाई दर्शन दिनुभएको थियो त्यो दर्शन दिएको माता मरियाको रेप्लिका हो यो चाहिँ। त्यहाँनिर बर्नाडेटले माता मरियालाई जस्तो स्वरूपमा देख्नुभयो नि त्यही चाहिँ यो हो। अनि यो ग्रोटो आफ्नै हातले खोप्नु भएको। तपाईँले यहाँनिर बाटो देख्नु हुँदैछ, यो सिँढी देख्नु हुँदैछ होइन। यहाँनिर यो जुन चाहिँ सिँढीहरू खोपिएको छ यहाँ चढ्ने, यसरी यो गएको छ बाटो। अघि एकजना नानीले सोध्नु हुँदै थियो मलाई माथि फुल चाहिँ कसरी भर्छ भनेर। यहाँनिर सजिलो बाटो छ। र यो बाटो जुन चाहिँ छ यो माथिको जुन चाहिँ ओडार खोपिएको छ यो सबै चाहिँ फादरले आफ्नै हातले खोप्नु भएको। अनि यो ठाउँ चाहिँ कहिले स्थापन गर्नुभएको भन्दाखेरि चाहिँ 14 मे 1911 मा 1911 भनेपछि 2011 मा 100 इयर्स भइगयो होइन। त्यहाँबाट अहिले हामी कतिमा छौँ? 25 मा छौँ। अनि यो ग्रोटो स्थापना भएको चाहिँ अहिले कति पुग्यो? 114 इयर्स, 114 वर्ष पुरानो एउटा धार्मिक धरोहरमा तपाईँहरू यहाँ आइपुग्नु भएको छ आजको दिनमा। तर यो ग्रोटोलाई चाहिँ 8 तारिक 11 महिना 2011 भन्नुको मतलब जुन वर्ष 100 वर्ष पुग्यो 2011 मा 8 तारिक 11 महिना 2011 मा त्यसै दिन नै यो ठाउँलाई चाहिँ दार्जिलिङ सिक्किम धर्म प्रान्तको एउटा तीर्थस्थलको रूपमा घोषणा गर्नुभयो। तर यो चाहिँ अब जुब्ली इयर सकेर पनि तीर्थस्थलै बस्छ। 2011 सालदेखि घोषणा गर्नुभएको। जबसम्म यो ग्रोटो बस्छ तबसम्म यो एउटा तीर्थस्थल भनेर नै चिनिन्छ। अफिसियल्ली यो डिक्लेरेसन भएको कुरा हो। र यो अब फादरले आफ्नै हातले बनाउनु भएको ग्रोटो र लुर्दमा दर्शन दिनु भएको माता मरियाको यो प्रतिरूप भएको कारणले गर्दाखेरि र 2011 सालमा यो एउटा तीर्थस्थल घोषणा भएको कारणले गर्दाखेरि चाहिँ यो ठाउँ पनि विजयरानी गिर्जा मरिया बस्तीको लागि साथै तीर्थयात्रीहरूको लागि एउटा महत्त्वपूर्ण स्थान हो। अघि मैले सुरुमा भन्दै थिएँ स्वर्गीय फादर मार्टिन हेर्बाको उहाँले झोपडीदेखि सुरु गर्नुभएको यो गिर्जा आज यो अवस्थामा छ। र यो गिर्जा भवन 15 अक्टोबर 1891 मा जब फादर मार्टिन हेर्बाको यहाँ आउनुभयो त्यो समयमा चाहिँ यो ठाउँ चाहिँ सबै जङ्गल हो। यहाँनिर कुनै हेबिटेसन थिएन, मान्छेहरूको बसोबासो थिएन यो ठाउँमा, सबै जङ्गल। अनि यो ठाउँलाई उहाँले फाँडेर त्यो जङ्गल फाँडेर चाहिँ यो ठाउँलाई बसाल्नु भयो उहाँले। यो गिर्जाघर नबनाइकन चाहिँ उहाँ यो गिर्जाघरको पछाडिपट्टि जहाँ अहिले सिस्टरहरू बस्नुहुन्छ त्यो ठाउँमा चाहिँ उहाँले आफू बस्ने ठाउँ बनाउनु भयो यहाँ पछाडिपट्टि। अनि यहाँनिर चाहिँ यो डाँडामा चाहिँ गिर्जा बसाउनु भयो र यहाँनिर एउटा झुपडीको रूप दिएर उहाँले गिर्जा स्थापना गर्नुभयो। अनि यो जहाँनिर यो काठको पोस्ट सुरु भएको छ
त्यो काठको पोस्टदेखि यता जति पनि यो स्ट्रक्चर छ यो चाहिँ फादर हेर्वागोले यो रूप दिनुभएको हो। पहिला चाहिँ यो सबै चाहिँ के थियो, यो चाहिँ इँटाको बनाइएको थियो, इँटा लगाएर। अब त्यति बेलाको समयमा कालिम्पोङबाट या त पेदुङबाट कसरी कहाँबाट चाहिँ हुन्छ, घोडाले हुन्छ या त मान्छेले बोकेर लिएर इँटा जोडेर बनाइएको थियो। तर पछि चाहिँ यो गिर्जा भवनले चाहिँ एउटा ठुलो भुइँचालो सामना गर्नु पर्यो र यो भुइँचालो सामना गर्दाखेरि चाहिँ यो गिर्जाको यो पट्टिको जुन चाहिँ वाल छ यो चाहिँ डल्लै भताम भुतुङ भएर भत्केर गयो र पछि चाहिँ फेरि सिआर फादरहरूले आएर चाहिँ यसलाई चाहिँ कङ्क्रिट यो चाहिँ सबै ढलाइ गरेर यो चाहिँ पछि इँटाहरू चाहिँ हटाइयो, फादर हेर्वागोले जोड्नु भएको इँटा चाहिँ हटाइयो र योलाई चाहिँ सिमेन्टले अब ढलाइ गरेर यो स्ट्रक्चर बनाइयो। अनि यो जुन चाहिँ यो काठहरू देख्नु हुँदैछ यो काठहरू चाहिँ सबै टुनीको काठ हो। अनि यो टुनीको काठ चाहिँ फादर मार्टिन हेर्वागोले उहाँको आफ्नै काँध लगाएर बोक्नु भएको काठहरू हो यो सबै। यो जतिवटा देख्नु हुँदैछ यो तलदेखि गएर माथिसम्म यो टुक्रे काठ होइन, यो सलिड काठ हो। अनि फादरले मानिसहरूसित मिस्त्रीहरूसित मिलेर उहाँले आफै बोक्नु भएको काठहरू हो। अनि यहाँनिर पछाडिपट्टि यो जुन चाहिँ अहिलेको यो ब्याकग्राउन्ड देख्नु हुँदैछ यो टाबरनेकलको यो अलिकति सुन्दरीकरण गरिएको छ। यहाँनिर चाहिँ एउटा ठुलो काठकै थियो ब्याकग्राउन्ड, तर त्यो चाहिँ अब कस्तो भने अलिकति दराज खालके थियो। तर त्यसलाई पछिबाट हटाएर त्यसलाई चाहिँ सुरक्षित तल कोठीमा राखिएको छ, किनभने त्यो पनि एउटा फादर हेर्वागोको धन्यकरणको प्रक्रियामा काम लाग्ने भएको कारणले गर्दाखेरि। त्यस्तै प्रकारले यहाँ पर देख्नुहुँदैछ यो कन्फेसन बक्स। त्यो कन्फेसन बक्स पनि एउटा ऐतिहासिक बक्स हो। सायदै अब अरू पल्लीहरूतिर यो खालके तपाईँहरूले देख्न सक्नुहुन्न। त्यहाँ चाहिँ बिचमा पुरोहित बस्नुहुन्छ अनि एकपट्टि मेल एकपट्टि फिमेल बसेर त्यहाँनिर हामी मेलमिलापको संस्कार ग्रहण गर्ने ठाउँ हो त्यो हाम्रो। र यो जुन चाहिँ गिर्जा भवन यसरी बनियो, अघि बढ्दै गयो र अहिले अलिकति अब जीर्ण अवस्थामा पुगेको छ र यो फादरले बनाउनु भएको कारणले गर्दाखेरि र उहाँको धन्यकरणको प्रक्रिया सुरु भइसकेको कारणले गर्दाखेरि यस्तो कतिपय कुराहरूलाई चाहिँ जस्तो थियो त्यस्तै राख्नु भन्दो रहेछ। यो गिर्जाघरमा चाहिँ अचम्मको कामहरूमा चाहिँ एउटा अचम्मको कुरा चाहिँ के घटेको छ भन्दाखेरि चाहिँ आजभन्दा करिब 2000 तिरै हो। यो तपाईँहरूले यो तलको छाना देख्नु हुँदैछ नि, यो छाना चाहिँ यो छाना ठोकिएको थियो। यो वारपार अब नभएको पनि त्यहाँ कति बन्डल च्यादर चाहिँ होला। हामी यहाँनिर पासका जागरणको मिसा भइरहेको थियो, यहाँनिर इष्टभिजिलको मिसा भइरहेको थियो। यहाँनिर हामी सबैजना ड्याम्मै थियो, पुरोहितहरू यहाँ बसिराख्नु भएको थियो। र त्यति बेला चाहिँ यति डरलाग्दो हावा आँधी बतास आयो, दैलो खिड्की सबै बन्द गरेर यहाँभित्र मिसा भइरहेको बेलामा हावा आउँदाखेरि चाहिँ त्यो छाना चाहिँ त्यो हुरी बतासले चाहिँ डल्लै उडाएर लिएर चाहिँ यो गिर्जामाथि फ्याँकिदिएको। छानामा त च्यादर मात्रै होइन नि, फेरि डल्लै काठपात काँटी जे छ त्यो सबै छानाको जुन चाहिँ स्ट्रक्चर छ त्यो चाहिँ डल्लै यहाँमाथि आएर लाग्यो। यो खिड्कीहरू डाङडुङै भत्क्यो। यहाँनिर कतिजना मान्छेहरू बसेको थियो, ऐनाहरू झऱ्यो, काठहरू झऱ्यो। चोटपटक भनेको चाहिँ कसैलाई खोर्सेन पनि। त्यत्रो ठुलो घटना घट्दा पनि यहाँनिर सबैजना मान्छेहरू यो गिर्जाभित्र एकदम सुरक्षित। अलिकति डिस्टर्बेन्स भयो, कोही कालियो कोही के भयो, तर चोटपटक र उयो भन्ने चाहिँ कसैलाई पनि लागेन, खोर्सेन पनि। र त्यो घटना पनि यो गिर्जामा घटेको छ। एकदमै कसैलाई अलिकति नत्र भन्दा त्यो त च्यादर काठहरू आएर लाग्नुपर्ने हो नि त। र अब यो गिर्जा भवन पनि एउटा पुरानो 1891 सालमा सुरु भएको गिर्जा भवन होइन। यही गिर्जा भवन नै हाम्रो आस्थाको केन्द्र पनि हो, धेरैजना तीर्थयात्रीहरूको आस्थाको केन्द्र हो। र यो ठाउँ एउटा पवित्र ठाउँ भएको कारणले गर्दाखेरि तपाईँहरू यहाँ आइपुग्नु भएको छ। र यहाँनिर यो 8 धन्यहरू देख्नु हुँदैछ तपाईँहरूले लेखेको, भगवान्का पुत्र चाहिँ देह बनिए शुद्ध मन हुनेहरू धन्य हुन्, किनभने उनीहरू भगवान्लाई देख्न सक्छन्। तर यो अब अलिकति साहित्यिक पाराले लेखिएको छैन। उहिलेको पालीमा उहाँहरूले जस्तो सुन्नुभयो एकदमै ठेट
त्यही तरिकाले लेख्नु भएको छ। यो लेख्ने चाहिँ हो हाम्रो सन्त मेरिस प्राथमिक पाठशालाको चन्द्रमान मास्टर भन्ने त्यो समयको टिचर। जब 1952 सिस्टरहरू आएर आफ्नो मरिया स्कुललाई उहाँहरूले चलाउनु सुरु गर्नुभयो, त्यो समयमा लेखिएको कुरोहरू हो। र यो लेखिएको कुरोहरूलाई पनि अब एकदमै नचलाउनु, जस्तो थियो त्यस्तै राख्नु यसलाई पनि भनेर आदेश आएको छ। र यो तपाईँहरूले यो जुन चाहिँ यो पछाडिपट्टिको यो सुन्दर यो उयो देख्नुहुँदैछ, आर्टहरू देख्नुहुँदैछ होइन, यो चाहिँ फादर डनबस्को लक्ष्म, त्यो फादरले नै आफ्नै हातले गर्नुभएको। र यो जुन चाहिँ यो पछाडिको यो अन्तिम भोजको र यहाँ प्रभु यीशु ख्रीष्टको जन्मको यो जुन चाहिँ दर्शाइएको छ, यो चाहिँ पहिला नै यो गिर्जाघर बनाउँदाखेरि नै सायदै अब इतिहासमा पनि छैन यो चाहिँ अब कसले गरेको हो भनेर चाहिँ लेखिएको छैन। र यो पनि यो एकदमै पुरानो उयो हो। अब त्यति बेलाको समयमा अब उहाँहरूले यो गर्नुभएको हो। र यो अगाडिपट्टिको गिर्जाको बारेमा भन्दाखेरि यो अगाडिपट्टिको जुन चाहिँ माथि एन्जेलस बेल छ, त्यो बेल चाहिँ फ्रान्स देशबाटै आएको हो त्यो बेल पनि। र त्यो बेलमा पनि डल्लै माथि चढेर पढ्नु सक्यो भने, हेऱ्यो भने सबै त्यहाँनिर फ्रेन्च भाषामै लेखेको छ त्यो बेलमा। र त्यो पनि फादरले उतैबाट लिएर आउनु भएको। यो जुन चाहिँ देख्नु हुँदैछ, यो माता मरियाको मूर्ति चाहिँ यो जिजसको क्रुसिफिकेसनको जहाँनिर त्यहाँनिर क्रुस छ। यो गिर्जा सुरु हुँदाखेरि चाहिँ यो माता मरियाको मूर्ति चाहिँ त्यो स्थानमा थियो। तर पछि अब धेरै चर्चहरूमा परिवर्तन आइसकेपछि चाहिँ यो माता मरियाको प्रतिमालाई चाहिँ यहाँ लिएर स्थापित गर्यो। यो पछि फेरि फादर डनबस्कोले माथि सार्नु भएको, नत्र भने यो यहाँनिर थियो, यहाँनिर स्ट्यान्ड बनाएर यहाँनिर थियो। अनि यो सेन्ट जोसेफको पनि त्यस्तै यहाँनिर यो ब्याप्टिजम उयो के पोन्ड बनाइसकेपछि चाहिँ ब्याप्टिजम पोन्ड चाहिँ त्यहाँ बनाइयो, फेरि जोसेफको प्रतिमालाई चाहिँ माथि सारियो। सबैजनाले सोध्छ पहिलादेखि नै यहीँ थियो होला भनेर सोध्छ। तर यो विजयकी रानी माता मरियालाई समर्पित भएको गिर्जा भएको कारणले गर्दाखेरि चाहिँ फादर हेर्वागोले चाहिँ यो प्रतिमालाई चाहिँ त्यहाँ राख्नु भएको थियो। र पछि चाहिँ त्यहाँनिर क्रुसलाई त्यहाँ राखेर यो प्रतिमालाई चाहिँ यहाँ सारिएको हो। र अब यस्तै छ यहाँको गिर्जाभित्रको अब अलिकति बनावटहरू, इतिहासहरूको बारेमा। तपाईँहरूको अस्तिदेखिको यो जुन चाहिँ आउने प्लानिङ थियो, त्यो योजना मिलाउँदै 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 ल्याउँदाखेरि सायद आजको दिन चाहिँ पुरा भएको यो घटना सायद परमेश्वरको पवित्र इच्छामा नै हो भनिकन त्यो एउटा ढकफोकाएर एउटा गर्वसाथ हामी भन्न सक्छौँ। तसर्थ यसरी आउँदाखेरि तपाईँहरूलाई पनि आज हामी एकदमै खुसी देखिरहेका छौँ। र तपाईँहरूको खुसीमा हामीले पनि त्यो आनन्द अनुभव गरेका छौँ। र जुन चाहिँ उद्देश्यमा तपाईँहरू आउनुभयो, सायद आज यसरी उनी प्रभु परमेश्वरको नाममा यहाँ पुरा भएको छ। अब जुन कुरा तपाईँहरूले देख्नुभयो, तपाईँहरूको आँखा, तपाईँ आफै यहाँनिर साक्षी हुनुभयो कि हाम्रो यस विजयरानी गिर्जा मरिया पल्लीको संस्थापक स्वर्गीय फादर मार्टिन हेर्वागो अनि उहाँले स्थापित गर्नुभएको यो चर्च होइन, यो गिर्जा, तर ग्रोटो देख्नुभयो होइन, त्यहाँदेखि उहाँलाई राखिएको त्यो टुम होइन, जुन जुन नानीहरूलाई तपाईँले यो एउटा आज यो एउटा के भन्छ डेमोन्स्ट्रेटिभ तरिकाको यो जुन चाहिँ पिलग्रिम गराउनु भयो, यो एकदमै नानीहरूले भविष्यसम्म यो नबिर्सिने कुरा हो। यस्तो सानसानो बालकहरू यहाँनिर देख्दैछु, लगभग हुनसक्छ यो 7 वर्ष 8 वर्ष 9 वर्ष पुगेको नानीहरू होला है, र 12-13 वर्षसम्म पुगेको नानीहरू, उहाँहरूले पछिसम्म गएर पनि यो कुरालाई सधैँ राख्नेछ र तपाईँहरूलाई पनि स्मरण राख्नेछ। र तपाईँहरूले पनि हामी दुईजना विशेष गरी हाम्रो पियुष भाइ अनि म लगायत मलाई यसरी खदामाला लगाएर शुभेन्दुहरू दिएर यसरी सम्मान जनाउनु भयो तपाईँहरू सबैलाई एकदमै म लगायत मेरो हाम्रो पियुष सर अनि हाम्रो सम्पूर्ण पल्लीवासीको नाममा अहिले फादरहरू हुनुहुन्न र प्रिस्टहरूको नाममा पनि अनि सिस्टरहरू हुनुहुन्छ, उहाँ सबैको नाममा तपाईँहरूलाई हृदयबाट मुडी धन्यवाद अर्पण गर्दै तपाईँहरूको इच्छा र मनोकामना र आकाङ्क्षाहरू उनी दयालु परमेश्वरले पुरा गरिदिनु भन्दै यो मेरो धन्यवादको 2 शब्द यहीँ अन्त गर्न चाहन्छु। सबैलाई धन्यवाद अनि जिसुकी बढाई।